let me in, yeah. I'm grateful, oh yeah, able. केटाहरू सब रेडी भइसक्यो यहाँ चाहिँ हामी सबै रेडी भइसक्यो बल्ल बल्ल बोल्न त्यही बोल्न म यताबाट हेलो जाम निस्क्यो सामान भिडेर अब यहाँदेखि त हामी कति 40 मिनटमा भुन्डल पुग्छौँ हामी चाहिँ अब सबैजना केटाहरू क्याम्पिङ गएर आज चाहिँ हाम्रो साथीहरू ब्याग गिटार क्रिकेट ब्याट सबै छ हामी चाहिँ टी गेट पुगिसक्यौँ केटाहरू के छ भ्लगर हामी चाहिँ अब यहाँ पुगिसक्यो अब यहाँबाट चाहिँ हामी अब लगभग कति मिनटमा लगभग 40 मिनटमा चाहिँ भुन्डल पुग्नेवाला छौँ एउटा आशिष पन्तलाई चाहिँ वेट गरिरहेको छ हामी यो डेन्जर रहेछ नि कुकुर किन राम्रो के मलाई घर पाल्ने टाइपको चाहिँ अलिक देखिन राम्रो छ नि त हस्की जस्तो छैन आँखा कस्तो छ यहाँ पुगेँ हाम्रो सामानहरू चाहिँ यहाँ छ एउटा पन्तेलाई कुरिरहेको छु खाते पन्तेलाई कतिखेर आउने हो यहाँ त्यो अरू केटाहरू चाहिँ तौडा गइसक्यो तौडामा वेटिङ गरिरहेको छ हाम्रो ल केटाहरू सबै सामान किनेर निस्किरह अब यो तौडाबाट निस्क्यो बाइक कहाँ छ सामान मुला अनि यो मासु टङ्गाउने हो लाउ न उता हामी चाहिँ अब सामान लिएर सबै सामान लिएर निस्किसक्यो यहाँदेखि अब मासु लिन बाँकी छ हल्का हल्का त्यही हो हामी चाहिँ तौडा लेक कटिसक्यौँ चाहिँ माथि तौडाभन्दा माथि के ठाउँ हो फर्पिङ आइहाल्यो फर्पिङ कहाँ फर्पिङ थाहा छैन यो तल राम्रो छ ठाउँ केटाहरूलाई चाहिँ वेट गरिरहेको छौँ हामी एकछिनमा केटाहरू पुग्छन् उनीहरू चाहिँ तौडामै छन् हामी चाहिँ ठ्याक्क दक्षिणकाली कटेर यता अब यो कुन स्कुल हो यो मन्जुश्री दाइचेन स्कुल भन्ने ठाउँ पुगिसक्यो अब योभन्दा हल्का त्यहाँ गएर त्यहाँ सिँढी छ अनि त्यताबाट चाहिँ भुन्डल जान्छ यो दामी बनिरहेको छ यार माथि घर होइन त्यो हेर न घर हो कि मन्दिर हो क्या मन्दिर हो कस्तो छ हालत हाम्रो गुम्बा हो मोनेस्टरी अब हामी 20 मिनटमा चाहिँ माथि पुग्छौँ किरणहरू चाहिँ मासु लिन पछाडि छुटिसकेका छन् मासु खोज्दैछन् केटाहरू पोहोरको त पाइन्न भुन्डल जाने बाटो यहाँबाट माथि गएर ठाडै रहेछ है हामी चाहिँ अब उकालो चढिसकेको छ भुन्डलतिर लास्टै उकालो छ है गाई यतातिर चाहिँ एकदम उकालो छ म चाहिँ यो हेलमेट लगाएर बसेको छु केटाहरू यहाँ चाहिँ हाम्रो यहाँ उकालो त डेन्जर उकालो छ यार गोप्रो चाहिँ मैले लगाइरहेको छु त्यस्तो छ बाटो तानो बाइकले ओइ यहाँ फेरि बहुमूल्य चिज छ मेरोमा यस्तो छ बाटो चाहिँ अब यहाँदेखि चाहिँ 10 मिनट चाहिँ यस्तो छ 10 मिनट चाहिँ हिँड्नुपर्छ कि मलाई तानो के भयो बे एरिया यस्तो छ धुलो भयो अफ रोड यिनीहरू कहाँ गयो फेरि यतातिर फेरि यस्तो रहेछ यस्तो छ जङ्गलै जङ्गल यो भुन्डल जाँदाखेरि चाहिँ यो पानी परेको बेला चाहिँ नआउनु होला यो चिप्लो बाटो छ क्या पुरै रातो माटो छ अहिले चाहिँ पानी छैन अब त्यही भएर यहाँ अब केटाहरू हाइकिङ गरिरहेको छन् बारिस ओके बारिस भन्छ त पानी पर्ने भनिरहेको थियो मौसममा त्यही भएर होला बारिस गरिरहेको थियो खैरेले केही छैन नो बारिस ओन्ली इन्टरटेनमेन्ट सब केटाहरू बारिस कसलाई कुरिरा
केटाहरू कहाँ गयो एउटा बाइकवाला चाहिँ कहाँ गयो फेरि उताको बाटो छिर्यो जस्तो छ एउटा बाइकवाला केटा हो म चाहिँ हाफेल यो हेलमेट गर्मी भयो के चलाऊ 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 साथी साथी ओइ 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 तिम्रो बाइकमा तिमीलाई अप्ठ्यारो भइरहेछ भनेपछि यो हो गुन्डो हामी पुग्न लागेको छौँ बाइक यतै राख्ने होला नि त टक्क यो बिचको ग्राउन्ड यही हो यो त फुटबल ग्राउन्ड हो ला यहाँ चाहिँ फुटबल ग्राउन्ड छ दामी हेर्न सक्नुहुन्छ उता फुटबल ग्राउन्डमा ए मौसम चाहिँ हेर न यहाँ पुरा हुस्सु लागेर उठ्दैछ केटाहरू यहाँ ए अर्को साथी कहाँ छिर्यो पछाडि अर्को साथी आउँदैछ पछाडि यही त हो नि मौसम चाहिँ अब पानी पर्ने थियो लास्टै 80% पानी पर्ने थियो क्याम्पिङ अब के हुन्छ हेरौँ थ्रिलिङ हुन्छ क्याम्पिङ थ्रिलिङ ओए बाटो त अप्रोडै अप्रोड छ यार अगाडि उता हेर्न बाटो ढुङ्गै ढुङ्गा छ यहाँ बाटो यो बाटो देख्न सक्नुहुन्छ पुरै यहाँ भुन्डा लाउँदा चाहिँ यो उकालो चाहिँ डेन्जर उकालो छ है त्यो स्कुटी नर्मल स्कुटीहरू चाहिँ चढ्दैन होला अफरोड प्लस उकालो लास्टै ठाडो छ क्या हाम्रो चाहिँ म चाहिँ उत्रेर हिँडिरहेको छु त्यो बाइकले हल्का तानिरहेको छैन क्या अब केटाहरू पनि हिँड्दैछन् पछाडि ओ छिटो आऊ हु सामान छ सबै आइरहेको हुन्छ नि कार पार्क गरेको छ त्यो उकालो तान्नै गाह्रो छ यार यो उकालो त यस्तो छ क्या रोड हेर्न सक्नुहुन्छ पुरै हैट पुगिसक्यो होला नि तिनीहरू गाह्रो छ गाह्रो चौचौको त प्याकेटै च्यातिसकेको रहेछ पुरै बाइकको लाग्यो क्या उतै त होइन मलाई पानी त कति हो भने के सोध्ला नि जस्तो छ त्यहाँ पुग्ने बित्तिकै दाइ पानी बेच्ने दाइ आयो भने यहाँ हेर्न लगेर जाऊ न यदि भेजिटेबल कस्तो अनुभव भइरहेछ मजा आइरहेछ यार मजा आइरहेको थियो के गर्ने धेरै छिटो पुग्यो कि अझै 2-3 डाँडा चढ्न पाए झनै मजा आउँथ्यो धेरै छिटो पुग्यो के सिरानी पुग्यो होइन क्याम्पिङ ब्याग पुगिसक्यो गुन्डल यही हो के हुन्न कस्तो छ अनुभव के भयो अनुभव अब थकित छ ए यो दुइटामा झुन्ने उता नै त्यो पुग्न म सब थाकिसकेँ यहाँ चाहिँ भिड छ टेन्ट लगायो ल गाल त हल्का तल लगाउने होइन यो तल गाडा न तल केही छैन टेन्ट लाग्यो यो ह्यामक चाहिँ अब राखिसक्यो सुलभले धान्छ कि धान्दैन यो पछि 90 केजी छ ल सुत्त केटाहरू उता बसेका छन् ओए भइहाल्यो नि बुला कहिले आयो भन्दैछ ऊ साथी चाहिँ
यहाँ सब आइसकेछ त्यो बियर किन्न खायो भने कले छैन त कहाँ देखाइने हो बियर खाएर केही हुँदैन यो औषधि खाऊ केही हुन्न केही त हुन्न अब नखाने त बियरको सर्टेज भएको छ पानीको राखा यहाँ तिरपालले सबै ढोल्छ सबै बोक्नुपर्छ लगेज छ भित्र गयो भने गइहाल्यो हालकोवाला खै ज्याजु यहाँ अगाडि आएको पाल्दै यसो भयो नि त्यहाँबाट चट्ट यसरी चिकन चटपटे दुनियाँ चले त्यसो चिकन होइन बफ चटपटी सुकुटी चट हो बफ चटपटी मेरो त त्यही हो त नाइस केटोले पढेर गरी खाएन ल गाइज हामी चाहिँ भुन्डोल पुगिसक्यौँ अब यहाँ हामी भुन्डोलमा रमाइलो चिल हानिरहेको छौँ सबै आइसक्यो दाउरा सारा दाउरा नि हाल्दे अब यो गाइज अब चाहिँ यहाँ म्यारिनेट भइरहेछ यो चाहिँ ठुलो खसी यो चाहिँ ठुलो खसी हाम्रो बनाउँदै हुनुहुन्छ अनि उयो चाहिँ विपिन यो ठुलो बोका एक ठुलो खसी उता चाहिँ पछाडि यो चाहिँ मोटो बोका यो चाहिँ भइरहेछ उता चाहिँ तयारी भइरहेछ केटाहरू उता नि सुत्न मिल्छ यो ठाउँ चाहिँ एकदम रमाइलो छ है हेर्नु भुन्डोलको माहौल चाहिँ यस्तो छ गाइज अब यहाँ आएर अब मौसम एकदम चिल छ आज पानी पर्छ भनेको धन्न मौसमले साथ दिएछ यो चाहिँ अब हाम्रो केटाहरू यहाँ अब टेन्ट लगाएर आज यहीँ बस्ने हो हामी यहीँ क्याम्पिङ हान्ने हो अब भोलि दिउँसो मात्र निस्किन्छ यो चाहिँ हाम्रो रकस्टार अनिल खडायत यहाँ चाहिँ हाम्रो केटाहरू बसिरहेछ केटाहरू चिल हानिरहेछ यहाँ ल केटाहरू हाई भन हाई हाई खै हेलो भन खै केटाहरू ठिक छ यार रमाइलो भइरहेछ मौसम बवाल छ यहाँ केटाहरू चिल हानिरहेछ यहाँ केटाहरू यहाँ ससेज बनाइरहेछ ससेज यहाँ केटाहरू यहाँ क्रिकेट खेलिरहेछ केटाहरू दामी छ है फेरि ठाउँ चाहिँ आउनै पर्ने ठाउँ आउनुपर्छ यहाँ राजाहरू केटाहरू सबै आउनुपर्छ यहाँ एकदम सही ठाउँ एकचोटि हजुरहरूले आउनुपर्ने यो टेन्टको पनि धेरै कस्ट छैन सबै रिजनेबल प्राइसमा पाइन्छ एकदमै बियर सियर जे खानुहुन्छ एकदमै रिजनेबल प्राइस सबै पाइन्छ एकदम A to Z पाइन्छ अनि हल्का दुःख चाहिँ गर्नुपर्छ दुःख भनेको चाहिँ यति हो जो हाम्रो साथीले गरिराख्नु भएको छ उहाँ चाहिँ एकदम मेहनती आइटी स्टुडेन्ट हो कसैलाई आइटीमा त्यो चाहिन्छ भने चाहिँ सम्पर्क गर्दा हुन्छ कोडिङको लागि कोडिङको बाउ हजुर भाउ सरी यस्तो भइरहेछ यहाँ हेर न यहाँ गाइज यहाँ गिटारिस्ट हाम्रो सर हिमाल सर यता चाहिँ हाम्रो यो हाम्रो नेवार सर यता चाहिँ अब बाहुन सर हेर्नु बाहुनको हातमा ठुलो खसी देख्न सक्नुहुन्छ यो ठुलो खसी कहाँ ठुलो बोका ठुलो खसी एकदम रमाइलो भइरहेछ यो ठाउँ नि बवाल छ बवाल सो गाइज यहाँ चाहिँ एकचोटि आउनै पर्ने हुन्छ ल अब राति कस्तो हुन्छ पानी पर्छ होला बाल भएन पानी म त्यही सोच लगाएको म रुखेकै छैन भने राइट गाइज अब चाहिँ हामी ढुङ्गामा पोलेको मासु खानुपर्छ है केटाहरू काम गरेर पर्यो सबैलाई देखाउन यहाँ खानु पर्यो सबैलाई देखाउन सबै बोल उता देखाउन उता मिहिनेत गरे मान्छे देखाउने हो क्या मिहिनेत नगरे मान्छे देखाएर पनि हुन्छ उता हेर न हामी चाहिँ क्रिकेट खेल्दैछौँ अब केटाहरू अब त्यहाँ क्याम्पिङ ल ब्याटिङ है बिस्तार हान्न हो यत्तिकै हान सो क्रिकेट खेल्दैछौँ हामी चाहिँ के छ दाइ खबर ओइ आइज सुलभ क्वाके ल सट छक्का छक्का के हुन्न त्यो आफ्नै हो छोड्दैन केही हुन्न छैन ए मलाई पन्ने त ल्याइदिएन कहिले बनाउने हो मासु कहिले ससेज बनाउने ससेज रोक चलाउन यसले चलाइदिन्छु रोक बनाउँदैन नै यहाँ चाहिँ अब त्यो चलाउने पन्ने ल्याउनु त्यो भन्छ नि त्यो चलाउने पन्ने ल्याउनु जाँदैछु त्यही हो केटाहरूले यस्तै चाहिँ यो ब्याग भिर्नुपर्ने रहेछ यहाँ चाहिँ ब्याट्रीहरू सबै छ यस्तै छ यहाँ रमाइलो छ ठाउँ एकदम रमाइलो छ बवाल 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 एकदम बवाल
दिदी त्यो चलाउनलाई पन्ने छ एक्स्ट्रा हजुरसँग पन्ने चाहिएको थियो अन्त सुकुटीहरू सबै बन्छ प्लेट कसरी दिनुहुन्छ हजुर ए यता पसल छ भाइहरूको यतैबाट टेन्टहरू सबै मिलाइदियो हो पर पर्सन 100 पर्छ धेरै पर्दैन राम्रो ठाउँ छ एकदम क्याप्टेन मलाई लगा ओइ लाइन लागेन एम्पायर थर अनि यता उता जानु के ओइ लाइन लागेन मुजी तिमीले गर्दा म भिडियो छ लागेन लाइन लागेन केटा हो लाइन लागेन पछाडि त उता जा ल तिमी यता ल तिमी उता जाऊ ओइ ब्रदर यता हो यता आउनु ओइ कहाँ गइरा ओइ उता जाऊ न टिम भइसक्यो उता जाऊ न उता एउटा उता लम कसरी दिली होइन के हेर्न कन्न मान्छे ठिक्क भयो के बोला मुझे चलाई बोलाउँछ अम्पायर हाम्रो अम्पायर दाजु हाल्नु सक्दैन पेले होइन यहाँ चाहिँ अब क्रिकेट म्याच भइरहेछ ओ आइजानुहोस् त्यो पछि बोल्नु के त्यसलाई छोड्दै आऊ अङ्कल चाहिँ एम्पायर हाम्रो अम्पायर यस अम्पायर इन्टरनेसनल अम्पायर आइसिसी उता चाहिँ विकेट छ हाम्रो के गर्दैछ हाम्रो विकेट यता भइसक्यो हाम्रो टोली सब रेडी छ यता विकेट भइसक्यो क्रिकेट रेडी हो भइसक्यो टिम के सौता जस्तो यता बस्यो यहाँ बस्नु तिम्रो बुढीको सौता भए चाहिँ ठिक हो हैन अरु त त्यस्तै हो कहाँ छैन कट लाग्यो अनि ड्रप छ ड्रप थियो कि अनि यो क्रिजै छोडेको छैन यसले आउट छैन केटा होला छिटो फाल आउट छैन रमाइलो भइरहेछ एकदम गाइस बिस्तारै हो ना कसो यता उता कहाँ स्टार ओ कीर्तन छिटो केटा लास्ट ओभर हो 60 सक्यो सिमी फिल्डिङ लाग ओ किरणलाई दियो किरणलाई साथी उतेले गरेको छैन ओ किरण गर्न त गर्न त नि बिस्तारै न ल यहाँ ब्याट्सम्यानमा हाम्रो विपिन हाम्रो बवाल प्लेयर ओइ अलि देखिने ठाउँ हान्नु पर्यो के ल बवाल दौड्यो छमा रोक साथी रोक चौका हो केटाहरू हुटिङ गरेर छन् चौका छ ल ब्रोले दामी हानेछ ल छैन छिटो चाल अम्पायर त हामीले आइसिसीकै ल्यायो नि तर क्रिकेट भइरहेको छ यहाँ नाइस बल सो राइट गाइज यस्तो गड्याङ गुडुङ भइरहेछ पानी पुरै परिरहेछ के यहाँ हाम्रो क्रिकेट सक्यो यहाँ चाहिँ जा राखेको छ उता चाहिँ अर्को क्याम्पिङ छ हाम्रो साथीहरूको यस्तो बवाल भ्यू छ पानी परिरहेछ सो बवाल भ्यू छ होइन बवाल पानी परिरहेछ यहाँ केटाहरू हेर्न सक्नुहुन्छ यो भित्रमा अँध्यारो छ भित्र छिरे पिसाब फेरिरहेको छ अन्त अर्को टेन्ट यता अर्को टेन्ट रमाइलो भइरहेछ सो गाइज यहाँ चाहिँ एकदम रमाइलो भयो कि अति सोच्यो भन्दा पनि एकदम रमाइलो पानी एकछिनमा रोकिहाल्छ बाल होइन राति रमाइलो गर्नुपर्छ ल गाइज सिक्किम पाकेको
चिकन पाकिरहेको छ। यता चाहिँ केटाहरू सबै यहाँ पानी परेर सब बेजोकमा छन्, बेजोकमा छन् सब केटाहरू। यहाँ प्याज काटिरहेछन्, यस्तो छ। यहाँ सबै यहाँ चिकन पाकिरहेको छ। अब रोस्ट चाहिँ बाहिर गर्नुपर्छ, उचाइ बारबिक्यू चाहिँ गर्नुपर्छ बाहिर। टेन्ट सब भिजेर तना छैन, पानी बाहिर हो क्या। सो राइट गाइज, हाम्रो चाहिँ यता टेन्ट चाहिँ बिग्रेर राति अब बारबिक्यू सबै गरेर यहाँ टेन्ट चाहिँ बनाइरहेको छौँ। टेन्ट चाहिँ पुरै पानीले पुरै बगाइदिएको थियो क्या। यहाँ चाहिँ तार चाहिँ पुरै कसको पुरै भिजेर। यो टेन्ट चाहिँ ठिक छ, एउटा टेन्ट चाहिँ ठिक छ। यता यो केटाहरू यता प्लास्टिक होइन नि यार। हाम्रो चाहिँ यो सेकुवा पाकिरहेछ। यो चाहिँ कस्तो दामी छ देखिनमा पनि। सेप बाई हाम्रो किर्जन लगभग पाकिसक्यो। ल केटाहरू सब यो अँध्यारोमा कोही देखिरहेको छैन, ऊ चाहिँ किर्जन हो। ल अब यता आफ्नो फेसमा देखाउ त। ऊ चाहिँ निरज हो, यता चाहिँ हाम्रो हिमाल पहाड तराई, यो चाहिँ म, उता चाहिँ ऊ त्यहाँ चाहिँ अब सुकुम्बासी ऊ त उडेर देखिरहेको छैन। देखाउ त राम्रो बुला के देखिरहेको छैन, देखेछ नि हेर म देखाउँछु। यहाँ देख्न सक्नुहुन्छ हाम्रो किरण सर, अर्गनाइजर प्रोजेक्ट म्यानेजर। अब अरू चाहिँ टेन्टमा छन्, टेन्ट चाहिँ देखिन्न, त्यही हो। यता यो म गाना बजाएर बसिरहेको छु। सो राइट गाइज, बिहान भइसक्यो, सबै केटाहरू सुत्यो। टेन्ट पुरै ढाके पानी परेर त्यो खुट्टामा चोट लागेर हिँड्नै सकिरहेको छैन। पछाडि केटाहरू यहाँ भुन्डलमा यस्तो देख्न सक्नुहुन्छ। यहाँ हरकत, एक साथी, दुई साथी, तीन साथी, यहाँ तिनवटालाई सँगै आयो कि हरियाली हुनु परेन। हेर्न सक्नुहुन्छ। उता होइन, यहाँ त सबै सुतिरहेछन् केटाहरू। त्यो स्लिपिङ ब्याग ल्याउनु त नि, केटाहरू सब पिसाब फेरेर आइसक्यो। तिम्रै बाँड्ने पालो हुन्छ। मेरो हुँदैन, हामी चाहिँ टेन्टमा आइसक्यो, रमाइलो भइरहेछ। मेरो होइन नि बान्ने। मौसम दामी छ, दामी छ। हिजोको सबै यहाँ छ यार, सब भिजिसक्यो, हाम्रो सबै भिजिसक्यो केटाहरूको मौसम। भुन्डलमा चाहिँ यो यता पनि त्यहाँ हामीले क्याम्प लाएर बसेको, त्यहाँ दामी ठाउँ छ। पुरै बिहान मर्निङ भइरहेछ। साथीले बिहान हात काटेर चक्खुले गाह्रो भइरहेछ। कोही थिएन नि, हामी मात्र हो। अनि यहाँ चाहिँ हामी बस्यो, अनि केटाहरू चाहिँ यहाँ बसेका छन्, 2-4 जना यहाँ बसेका छन्, के बोल्दैछन् रफ केटाहरू। फोहोर चाहिँ अति गरिदिएको छ यार, यो फोहोर चाहिँ नगर्नु होला। सबै आयो भने फोहोर एक ठाउँमा कलेक्ट गरेर आगो लगाइदिएर नि हुन्छ, नत्र एक ठाउँ राखिदिँदा हुने। सबै फिस्दिएको क्या फोहोर, त्यही भएर सफा चाहिँ गरिदिनु पर्ने। ल अब चाहिँ हामी फर्केर यहाँदेखि सबै सक्यो। यहाँ हिसाब नि भयो, सबै रिजनेबल प्राइसमा हुन्छ है। यता चाहिँ दामी हुन्छ। तेरो त्यो चप्पलको त्यो निकाल हुने अगाडि, त्यो पनि हराउने हो। त्यो निकालेर हाल्न पछि बनाउनु मिलिहाल्छ नि। बाटो चाहिँ ध्वस्तै छ, ध्वस्तै। पानी परेर चिप्लै चिप्लो छ। बाटो चाहिँ पुरै अफ रोड छ यार, बिस्तारै बिस्तारै। पुग्यो अब 1 मिनटमा। शनिबार भएर सबै कपालहरू आइरहेछन् यता घुम्न। हावा चल्यो सिरिरी, बाटै फेरि म बजाउँछु मुरली फेरि। किन सक्नुहुन्छ यो किरण, यो किरण अघि बाटो ए ताइएर त अघि बाटो उठायो भने चिप्ला चिप्ला अगाडि तिम्रो खसेनौ, त्यस्तो त केही त भएन। म त टेकिहालेँ, यो त घुम्दै थियो, अझ घुम्छ।
ग्राउन्ड हो त्यहाँ हेर त्यहाँ मुला खड्डा छ चिप्लो छ बाटो नै ग्राउन्ड दामी ग्राउन्ड छ यता मेस्सीलाई पनि देख्न सक्नुहुन्छ मेस्सी रोनाल्डो सबै छ नि रमाइलो भइरहेछ राइट यार फुटबल खेलिरहेछन् ए डेन्जर सब टक्ला छ नि त यार लामाहरू रहेछ नि त यता ए मुला साला अरूलाई खस्छ भने हाम पनि खसिसक्यो यी यहाँ हेर चिल्ड्रेन वा लास्ट छ है बिस्तारै जा चोट लाग्यो चोट त छैन लास्ट हुन्छ यार यो बाइक त यार उठाउन उठायो भने चिप्लिने जस्तो अब कति टाइम भएछ रोडाउनु कहाँ जान्छ भने अपोलो टायर म चिप्लिहाल्छ नि यहाँ मेरो एफ्टर चिप्लिरहेको अपोलो बाउ हो भने म चाहिँ त्यस्तो ए हो अन्त ले त यो हिलो चप्क्यो कि यो वाला हिलो हिलो त भ्याउँदैन क्या मेरो बाइकको टायरले अब त्यसको त अहिले कहाँ घुम्छ अहिले आइज त उठाउँदैन बाइक पहिला मलाई त्यहाँबाट नलकाले भाइ अब चाहिँ हामी यो तौडा पुग्यौँ तौडा माथि है चोबारमा हामी चिया खाँदै